वेलकम ब्याक टु माई च्यानल गाइस। आज चाहिँ छु म सिन्धुपाल्चोकको जलबिरे भन्ने ठाउँमा रियल इस्टेटको सुटको लागि आज छौँ हामी। गर्मी रहेछ ह्याप्या भुनी गरी अब घर पुग्न लागि हामी हिँडिरहेछौँ। त्यहाँ पारिसम्म मात्रै रहेछ बाटो चाहिँ, त्यहाँबाट चाहिँ यता हिँडेर पुल तरेर आउनु पर्ने रहेछ। अब हामी चाहिँ आइपुगिसकेका छौँ। ल घर चाहिँ यस्तो खालको रहेछ। गोदागाडीमा रोडा लैजाऊ, उता नाइटापमा आलिपुरको गाडी बन्द लैजाऊ। यता सब तामझाम गरिरहेको रहेछ। खोलाको गर्मीले हावा भएर मुख धुँदैछ होइन त। ल यस्तै रहेछ यहाँको घर चाहिँ। ओके ल गाइस, अहिले चाहिँ हामी रुमभित्र छिरिसक्यौँ। क्यामेराहरू सब सेटअप गर्न थालिसक्यौँ। यहाँ गिम्बल सेटअप गर्दैछ साथीले होइन। के हो भन, पसिना खलखली बगाउँदै गिम्बल सेट गरिरहेको छ। यहाँ चाहिँ ह्यान्डओभरको लागि तयारी गर्दैछ। बेलुनहरू टाँगेर सजाउने कामहरू अनि हल्का सरसफाइहरू सकेको रहेछ, त्यो चाहिँ गरिरहेको छ अहिले चाहिँ। पहिला चाहिँ ह्यान्डओभरको इभेन्ट खिच्ने, त्यसपछि मात्रै रियल इस्टेटको चाहिँ भित्रको सुटहरू गर्ने कुरो भएको छ यहाँ। तर गर्मीले बाहिर चाहिँ बिजोग हुने रहेछ। के गाइज, ल यतिखेर चाहिँ ह्यान्डओभरको लागि पुरा तामझाम भइरहेछ। रिबन काट्ने प्रोग्राम पनि हुन लागेको छ। ल 1 2 3 ल काट्नु हजुर। ल ल हो त्यहीबाट काट्नु ल ल ल ल ल ल ल ल ताली बजाऊ ल। कमिस एकछिन नपड्काउने केही नगर्ने, एकछिन होल्ड गर्नुपर्छ। पड्काउनु यता 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 ल ल एकछिन ल ल ल त्यही भयो नि छ। ठिक छ ल ठिक छ। ओके गाइस, उहाँ हजुरआमाको चाहिँ आज बर्थडे रहेछ। त्यही भएर बर्थडेको उपलक्ष्यमा चाहिँ यो घर चाहिँ गिफ्टमा दिन लागेको भन्ने कुरो भएको छ। अनि हतार हतार गरेर आज चाहिँ जर्डान कम्पनीले ह्यान्डओभर प्रोग्राम राखेको रहेछ। ल अब त्यही नै ह्यान्डओभरको कामहरू चाहिँ धमाधम भइरहेछ यहाँनिर। ह्यान्डओभरको काम सकेपछि चाहिँ केक कटिङ भयो। अनि त्यसपछि हामीले केकहरू खायौँ अनि खाना खाएर चाहिँ हाम्रो बाँकी रहेको रियल इस्टेटको कामहरूलाई निरन्तरता दियौँ। ल गाइज, हामी चाहिँ के रे, यो के ठाउँ रे? ए जलबिरे भन्ने ठाउँमा, सिन्धुपाल्चोकको जलबिरे भन्ने ठाउँमा सुटको लागि आएको थियौँ। यो चाहिँ जर्डान कन्स्ट्रक्सनबाट बनाएको घर यो चाहिँ। अनि त्यसको चाहिँ आज ह्यान्डओभर रहेछ। ह्यान्डओभर प्रोग्राम चाहिँ सकिसक्यो। अनि अब चाहिँ यो घरको डिजाइनहरूको बारेमा सबै डिटेलमा हामीले चाहिँ सुटहरू कम्प्लिट गर्नुपर्ने हुन्छ, फोटो भिडियो। अनि त्यो काम चाहिँ अहिले भइरहेछ। यहाँ हल्का यहाँ हामीले सुटहरू गइसक्यो। यहाँ कौशीको चाहिँ होइन त
अनि अब चाहिँ भित्र घरभित्रको सुटहरू बाँकी छ अनि अरू त्यस्तै नै होला। तर यो ठाउँ चाहिँ दामी रहेछ, यहाँ मस्त पाराको भ्यू देख्ने रहेछ। उँभो पनि गाउँ पनि दामी नै छ यताउता। अनि त्यसपछि भनेको खोला छ यहाँनिर नजिकै। यो चाहिँ के खोला हो यार, यो मस्त खोला पनि ठुलो खोला रहेछ। अलि सानो भए चाहिँ अब ठिकै हुन्थ्यो। अब यो त्यो अलि ठ्याक्कै खोलाकै डिलमै छ क्या, उहीँ खोला छ। अनि खोलाकै छेउमा भएपछि अलिकति डर नै छ यो एरियामा। अलि ठुलो बाढी आयो भने त बर्बाद छ त। अनि अलि बाढीले डिस्टर्ब गर्ने ठाउँ रहेछ। अनि रोड चाहिँ यहाँ चाहिँ छैन रहेछ, हाम्रो गाडी त्यो पारी छ, त्यहाँ पारीसम्म चाहिँ हामी गाडीमा आएको। त्यसपछि चाहिँ उताबाट एउटा पुल तरेर हामी आयौँ यता। कहाँ छ क्यामेरा? ए ल गाइस, यो चाहिँ बाल्कनी रहेछ। बाल्कनीमा यस्तो पारामा हो, यहाँ चिल पारामा बस्नु रमाइलो रहेछ। तर अलिक गर्मी रहेछ ठाउँ चाहिँ। ल यता रहेछ एउटा गजबको रुम यता। यहाँ पनि सट्ट यस्तो गरेर खोल्यो भने आनन्दको भ्यू त देखिहाल्छ। खोलाको नोइज पनि आउँदो रहेछ। यहाँ पनि यो ढोका रहेछ, यहाँबाट यस्तो बाल्कनी निस्केर यताउता हेर्ने मस्तको रहेछ। किचन रहेछ, किचनको डिजाइन चाहिँ यस्तो खालको। यसमा रहेछ ग्यास स्टभ के सबै यहीँ छ। सिलिन्डर छ यहाँ बाहिर। अनि त्यसपछि के हो त्यो यस्तो तरिकाको रहेछ। के राख्ने सबै खजाना तरिकाको। अर्को रुम यहाँ छ होइन, बेडरुम होला। उता चाहिँ बाथरुम। यहीँनिर सुत्यो, यहीँ हग्यो, यहीँ पाल्यो, यहीँ मुत्यो। ओके, यो रहेको छ झ्याल। यहाँ बाल्कनी। यहाँको एउटा क्लिप चाहिँ लिनु पर्ला। अरू त त्यस्तै नै गाइस। लगभग आजको लागि सुट कम्प्लिट भयो भनौँ। रुमको सुटहरू यति नै हो। अब बाहिरतिर अब यस्तो हुनुपर्छ के छ भन्ने कुरो चाहिँ। ड्रोन सट हान्न लागेको छु म चाहिँ। यहाँ रेकर्ड हान्थ्यो। एक लडेर माथि हेऱ्यौँ।
ल यही घरको थियो आजको सुट कम्प्लिट भइसक्यो अब लागेछौँ हामी घरतिर यो ठाउँमा बाइक चाहिँ आउने रहेछ यो पुलबाट गाडीलाई चाहिँ गाह्रो गाह्रै रहेछ यहाँबाट के खोला भन्दै थियो अघि बिर्सिहालेछ नाम बाहरू बिन्दास ओ बा हेलो कस्तो भयो त आज खतम भयो नि खतमै हो खतम नै भने त्यो हालतै खतम भइसक्यो लुगा फोहोर गर्मी है बढी अन्त अब यस्तै त नि गर्मी बढी अलिकति हतार भयो काम अलि टाइम लिएरै गरेन क्या हतार फतार परेर खतरा खुसी पाऱ्यो आज घर पनि फर्किनु पर्यो आज तिमी घर कति बजी पुग्छौ घर घर पनि 10 बज्ला ओरे बाबा ल यस्तै रहेछ जलबिरे भन्ने ठाउँ पनि आइयो होइन मकै काट्ने सिजन रहेछ अहिले चाहिँ त्यो मकै सब घुस्न पाइसक्यो रहेछ हामी जाँदैछौँ गाडी छ यो माथि फर्सी बोकेर हिँड्ने सब जलबिरे आएर फर्सी बोकेर हिँडिरहेछ तोफामा फर्सी मिलेर ल गाइस अहिले चाहिँ हामी आइपुगेछौँ सिमले भन्ने ठाउँमा एकछिन केही नास्ता गरेर जाने भन्ने कुरो भयो हामी चाहिँ फोटोसुट गर्नलाई क्यामेरा बोकेर निस्किरहेको छौँ होइन ल फोटोसुट गर्दैछ हाम्रो अमिस एक्सट्रिम अलि यता बस्नु फेरि चेयर्स ओके ओके गाइस हामी चाहिँ अहिले सिमले खोलामा बेर हान्यो अनि त्यसपछि एक्सट्रिम हान्यो मैले चाहिँ होइन निस्किन लागेको तर कस्तो हप गर्मी रहेछ कति डिग्री होला